रुको रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। हेलो हेलो हामी चाहिँ आज होइन यी हामी तीनजना मिलेर निबुवा खोला जान आँटेको होइन। अघि माथि जाँदै गरेको अघि माथिदेखि यिनीहरूले कति 4-5 किलोमिटर मात्र छ भनेको उहाँ माथि आइपुगेर त्यहाँ बोर्डमा हेर्दाखेरि 7 किलोमिटर देखाइरहेको छ। अझै खुट्टाको लोद्रो मचिसक्यो यस्तो अझै हामी हिँड्दैछौँ। गर्मी त भएको छैन, हामी जाने हो। मेरो छेउमा हिँडेपछि मेरो हटनेसले इधर गर्मी भयो होइन। तर गर्मी भएको छैन, हल्का पसिना मात्र आएको। हो गर न यो त के गर्नु, अन्तिमै भएको छैन भर्खर ब्लग अन्तिम हुन्छ। अनि अरू के कुरा सुनाउनुहुन्छ? अनि हिँड्न सकिँदैन भनेर केटाहरूलाई मैले एक्सट्रिम किनिदिएको छु। त्यो एक्सट्रिम किन्ने ठाउँ चाहिँ रवि कि राम्रै साथी थिए, उसले पनि यो भ्लग हेऱ्यो नि त, उसको लागि है यो अहिले चाहिँ। अब बाँकी भरे हेरौँ ल। छोड म भ्लग त्यसरी यी सरिया चाउचाउहरूलाई यहाँनिर एक दुईवटा यो के अरे यसको नामै जान्दिनँ म, गाउँको केटोले यसको नाम जाने काँसको फुल देख्दा यिनीहरूलाई गुलाबकै फुल जस्तो लागिरहेछ। तर अफसोस गुलाबको फुलमा काँडा हुन्छ। यो अर्काको चस्मा लगाइरहेको छ, अर्को ब्रान्डेड मेरो 500 को चस्मा हो होइन। साइड लाग्नु साइड लाख केटा साइड लाख। हेलो हामी फेरि निबुवा खोला आइपुग्यौँ होइन। यसले चाहिँ निबुवा खोला भन्छ तर खोलाको नाम चाहिँ तङ्खुवा छ। तपाईँ खोला आइसक्यौँ, देख्न सक्नुहुन्छ अगाडि खोला। अब हामी चाहिँ मास्तिरतिर जाँदैछौँ पौडी खेल्ने माथि गएर होइन। टक्क यहाँ चाहिँ अलिकति मास्तिर अलिक गहिरो छ, अनि मास्तिर गएर खेल्दैछौँ हामी चाहिँ होइन। अलिक मास्तिर हिँड्दै हिँड्दै अब यहाँ टक्क तर्दै तर्दै जानुपर्छ। खेल्ने ठाउँमा आइसक्यौँ है, देख्न सक्नुहुन्छ। गाँटो खेलेको होइन केटाहरू। ओ के खेलेको केटा हो? ए क्यासल खेले आएर दिन सक्नुहुन्छ होइन। टक्कसँगले बनाउँदैछन्। यसलाई खोल ए मैं चाहिँ यहाँ छ है। खायो है यता है अर्को। भन के क्रक्स डुबायो क्या बाहुबली। जाओ केटा जाओ। गयो बाहुबली पहुँच। हेलो हामी चाहिँ निबुवा खोलामा आएर भयङ्कर पौडी खेल्दैछौँ। यहाँ चाहिँ गहिरो रहेछ क्या।
यहाँ चाहिँ 6 फिट जतिको गहिरो रहेछ अघि माथि चाहिँ सानो सानोमा खेल्यो यहाँ ठुलो रहेछ घर जाने बेला भइसक्यो यहाँ चाहिँ ठुलो बाई ओइ हेलो हामी चाहिँ निबुवा खोलाबाट अब उकाल लाग्यौँ कति बज्यो भने ठ्याक्क 4 बजिरहेछ थोरै हिँड्यौँ 2 पाइला जति अब हामी पुग्छौँ 1 घन्टामा पुग्नुपर्ने बाटो हो तर यो हाम्रो सानो सानो भाइ छ म छिटो पुग्छु यिनीहरू पुग्दैन सानो सानो भाइ छ यसले कति बेरमा पुऱ्याउँछ भन्ने कुरो हो क्या पज गरेर अगाडि सार्न मिल्दैन कसरी मिल्छ यस्तो 40,000 को फोनको के फाइदा यस्तरी हेरौँ ल यसलाई चाहिँ स्लो मोसनमा एडिट सिनेम्याटिक हो क्या त्यो यति हो होइन अरे बाँकी के भन्नु बाँकी चाहिँ केही छ जोकहरू अनि भन अलिक भाइरल हुन्छ अहिले मलाई त खतरा मारिरहेको थिएँ मैले जोक मारेको बेलामा भ्लगै गरेको थिएनन् क्या यिनीहरूले 10 फिटमा मैले झन् दामी मारेको 10 फिटमा मौडी पौडी खेलेर गएँ कति फिट 6 फिट त थियो तल थियो होइन थियो 8 फिट त डुबे तेरो टाउको डुबे यसको टाउको डबल यस्तो गरेर ल्याम्म डुबेको हो र अबले च्याप्प समातेर बचाएको हात दुख्छ त यार यसरी कसरी ऊ परिसन ब्लग गर्छ गाडी आयो हामीसँग पैसा नभएको होइन मनी इज एभ्रिवेयर तर हामी माथि गएर बाइकमा चढाउँदैन नखान बाइकमा आउँछ खै कता बाँकी त्यस्तै हो उकालो उकालो कति बोल्या ए कति कुरा उकालो हिँड्दाखेरि धन्न घाम लागेको छैन त्यही भएर हिँड्न सकिन्छ ऊ त्यसलाई हाई गर्दैछ निन्द्रा लागिरहेछ त्यति हो भाइ अहिलेलाई भाइ अलिक माथि पुगेपछि फेरि गर्ने हो भ्लग गर्न यस्तो जोस चलिरहेछ नि थम्स अप हेलो होइन हामी उहाँदेखि हिँडेको ठ्याक्कै 20 मिनट भयो यहाँ 20 मिनटमा केटाहरूलाई गलेका छैनन् लोद्रो फर्केको मात्र हो रवि चाहिँ फर्ल्याकै भयो हो दुबिची गर्लफ्रेन्डसँग बोल्नलाई बस्यो हो मेरो चाहिँ छोइरो फेरि गर्लफ्रेन्ड लोल LOL अनि यहाँ आधा अब 3 किलोमिटर जति छ 4 भनौँ न माथि घरै पुग्ने गर्नु थाहा पाउँछ नि रिसर्च गऱ्यो भने 4 किलोमिटर जति छ 4 किलोमिटर हिँड्नलाई यिनीहरूले 1 घन्टा लाउँछन् ठ्याक्क 40 मिनटको बाटो बाँकी सब किन बाले फोन गरेर साइकल छोड्दै हिँड्नै छैन होइन यो हिँड्न चाहिँ सकेको छ रवि चाहिँ हल्का गलेको धेर पनि होइन फत्रक मात्र हो ल अहिले त्यति अलिक माथि पुगेपछि फेरि बनाउने भ्लगिङ गर्ने हो क्या भ्लगिङ इज लोभ सिट यार गाडी हेलो होइन हामी चाहिँ फाइनल्ली म चाहिँ यसै गरेँ निबुवा खोलादेखि निबुवा होइन हौ सुन्तला ए त्यो निबुवा त क्या होइन हौ त्यो आङखुवा ल भोगाटे खोला हो त्यो खोलादेखि रविलाई माया गर्दै थपथपाउँदै हिँडेर बल्ल 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 यहाँ आइपुग्यो यहाँ पनि कहाँ भन्दाखेरि हल्का बजार एरिया लाग्न आँटेको यसले भन नि त्यो टार गर्मी टार हो त्यो टार आइपुग्यो जलाइन मेरो चाहिँ सार्प छ यार यसले चाहिँ डायमन्ड पनि गाड्छ होला दारा छिर भोपाल छ नि मेरो दाराको कारणले कति केटीहरू पट्याएको थिएँ छोडेर गयो त्यो बेगल कुरो हो दारा सफा नगर्नाले क्या पहेँलो देख्यो अनि छोडेर गयो दास ठोकियो मैला जान्दैन भन्न उसको दारा छैन नि त अनि के पो के भन्नु पर्छ यसमा भ्लग अन्त्य हो यो भ्लगको अन्त्यमा छौँ अब डे भ्लग कति मिनटको भयो होला 4-5 मिनटको एडिट गर्दा कति तल हात गरिसकेको छ यो कथाको रविलाई देखाउने यसको लोद्रो फर्केको जले उसको हिँडाइ अझै पनि फेरि हिँड्नुपर्छ र भन्दैछ कि अहिले चाहिँ अब 1 वर्षसम्म तिमीहरूसँग नहिँड्ने भन्दैछ त्यसोमा चाहिँ उसको 40,000 को फोन छ नि त कहाँ हामीसँग हिँड्छ त ल तेरो आइफोन डुबाइको पानीमा के गर्छ अब नाइट टाइम भयो यसको कुरो इग्नोर गर्नु नाइट टाइम भयो यो आइफोन जलायो 6 बज्यो ठ्याक्कै चुप ठुलो मान्छे कुरा गर्दा बोल्नु आइफोन पानीभित्र डुबायो अँध्यारो परो आजलाई यति नै बाँकी पछि भेटौँ ल अब यो रविको भ्लगमा म जतिको राम्रो मान्छेले कहिले सुरुवात र अन्त्य गर्दैन भ्लगको होइन
मै गर्छु Bye-bye. मलाई सुनादेखा त्यसो मै अहिलेसम्म घर पुगेर मात्रै हो Bye bye. See you tomorrow. See you sometimes. Bye bye.